in the forest. Hello guys, Hello guys. How are you? How are you? किरा लागेर सन्चै हो सबैजना सन्चै हो भन्नु सबैजना सन्चै हो कस्तो लाग्छ आफूलाई ह हेन्सम छ सन्तोष ह दाचले किरा लागेर भन्नु नि अनि मेरो लागि एउटा खोज्दिनु नि हौ बुहारी भन्नु भाउजू खोज्दिनु सन्तोष दाजुलाई भाउजू खोज्दिनु भन्नु खोज्दिनु दियो कस्तो खालके मन पर्छ बुढी चाहिँ बिहा गर्यो भने सीधा 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 खालके माया गरोस् छैन सुन्तलीतिर सुन्तलेबाटै आएको होइन भागेर नि माया गर्ने खोजेको अब कहाँ चाहिँ जानु नि तपाईँलाई अब लु भाउजू खोज्नु चाहिँ अब कहाँ चाहिँ जानु पोसीतिर मिठाईहरू हो क्या हो भाउजू पो त राते पानीहरूतिर कहाँ कति वर्ष पुग्यो तपाईँ यहाँ भन्नु नि अन्त के माया गरेर राख्छ लुगा नि किन्ने भन्नु नि फकाउनु अनि म यही पठाइदिन्छु होइन त्यो उयोहरूलाई नि भाउजूलाई पठाइदिन्छु एकजना कसैलाई कि मन परायो भने बा सन्तोष दासँग बिहा गर्छु भन्छ भन्नु नि अन्त के गर्ने माया गरेर राख्छु आउनुहोस् बिहा गर्छु है खेती बाली घाँस काट्यो है भन्नु नि भन्नु अरू के गर्नु पैसाले होइन जिउनु पर्यो अर्ग्यानिक खानु पर्यो है भन्नु पऱ्यो नि अर्ग्यानिक मनपर्छ खालि उयो निङ्गुरो मात्रै खोज्दै हिँड्छ किन ए खोलेमा हालेछ आफै अन्त खसी छोड्दैन अन्त हो त्यो पुरा र एक सिधा बस्नु हुँदैन चल्नु यो कस्तो फुर कहाँ छ यो पर सासको कसले हो अब नाम्ची जाँदाखेरि नि तपाईँको लिस्ट बनाइराख्नु नि के चाहिन्छ पित्ती बेस अरू के चाहिन्छ भन्नु नि हाफपिन नि छ हाफपिन गम्बुट नि आयो जुत्ता नि आयो नयाँ छ ए रेनकोट ल रेनकोट चाहियो र यता चाहिँ हाम्रो सन्तोष दाजु है उहाँले चाहिँ एकदमै हाम्रो दाजुको लागि चाहिँ भाउजू खोजिदिनुहोस् है एकदम सिधा हुनुहुन्छ सिधा सिधा खालके भाउजू चाहिँ बिहा गर्ने नै भन्छ योपालि चाहिँ दाजुले हो तर भाउजू चाहिँ भेटाइएको छैन अहिलेसम्म होइन अब नेपाल पस्नुपर्छ होला हौ दाजु नेपाल कागज पत्र छैन कागज पत्र किन चाहियो भाउजू खोज्नु जाँदा भाउजू लिनु गएको बिहा गर्नु गएको भन्नुपर्छ प्रवीण दादा प्रवीण दादा छ बाँझो बाँधेर भनिदिनु हो त्यस्तो पो त कुरा त हो I'm going to the field आफ्टर स्कुल चाहिँ मलाई चाहिँ त्यही घरमा बस्नु चाहिँ अल्छी लाग्छ हो र चाहिँ म चाहिँ यसरी बारी जान्छु है बारीमा चाहिँ टमाटर बाँध्नु छ किरा लाग्छ हो त्यस्तै छ अर्ग्यानिक फार्मिङ I
अर्ग्यानिक फार्मिङ है। र फार्मिङ चाहिँ पुरा मनपर्छ मलाई। हेर्न सक्नुहुनेछ यस्तो छ जमिन चाहिँ सबै बाँझो। तर यसलाई चाहिँ के गर्नुपर्ने हो, यस्तो बाँझो छ, खालि बाँदर आएर हो मान्छेले सबै रोप्नु छोडिसके। र तल ध्यानको ब्याड पनि लगाएको छ है। सोच्दा जो फाइनली अहिले चाहिँ बारी आइपुगिसकेको छु है। र सन्तोष दाजु चाहिँ अघि आइपुगिसकेको छ यहाँनिर। सन्तोष दाजुलाई चाहिँ एकदम कोक ल्याइदिएको छु। लु खानु खानु नि हेरिरहोस्। हेरिनुहोस् मनपर्छ कोक? के लाग्यो घाँस? जुठो नहाल्नै म नि खान्छु ल। घाँस काट्यो, टमाटर नि बान्यो, किरा टिप्यो टमाटरको झुन्काइदियो। ठिकै छ। अब पुरा आउनु कि म यहाँ काटिदिँदै गर्छु। त्यो कचिया छोडिराख्नु हो। दुई भाइले अब बान्नुपर्छ हो टमाटर। गरम यस्तो छ हो, स्कुलबाट आज इक्जामले गर्दाखेरि छिटै छुट्टी भएको छ।